हेलो आज म बनाउँदैछु रोटी यो पिठो गाउँकै हो गाउँको पिठोको रोटी बनाउँदैछु आज घरमा एक्लै लिएर म मात्र भएको कारणले मम्मी बुवाहरू बोइहरू त आफ्नो कामकाज कता कता जानुभएको हुनाले आज दिनभरि घरमा बस्ने पिठो त के खानु छाक टार्नको लागि म रोटी बनाउँदैछु अल्छी लागेर हिजो बेलुकीको तरकारी छ दुध छ अनि लियोलाई र मलाई रोटी र दुध खाने भन्ने हिसाबले मैले पिठो मुस्दैछु है त त्यसरी मैले जानकारी दिएँ हजुरहरूलाई र मलाई यसरी जानकारी दिएँ अनि पिठो मुसिसकेपछि म फेरि अपडेट गर्छु है त ल पिठो मैले मुसिरहेको छु त्यति बेला मैले एउटा गीत गाएँ ल लोकदोहोरी डाँडै पिपलोको चल्यो बतासा मनै चोरी लाने माया कथा छ मनै चोरी लाने माया कथा छ। अलि मेरो लोकदोहोरी भन्दा मेरो क्लासिक फिल्डको चाहिँ म मेरो राम्रो छ क्लासिक फिल्डमा चाहिँ मेरो लोकदोहोरी अलिकति म लोक भाका भन्ने कुरा हाम्रो आफ्नै भाका हो मन चाहिँ पर्छ अलिकति गाउन चाहिँ अलिक असमर्थ छु क्लासिक पनि पहिला मैले मिठो गाउँथेँ आजकल लगाएको धेरै भयो अहिले त रियाजहरू पनि गरेको छैन त्यही पनि एउटा ट्राई गर्छु है एउटा पुरानो घुम्तीमा नजाऊ है आँखा तिमी जुदाउन आँखा तिमी जुदाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नजाऊ है आँखा तिमी जुदाउन आँखा तिमी जुदाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन। फाइनल्ली यति पिठो भयो मेरो मेरो र लियोको खानाको लागि योबाट अब कतिवटा रोटी बनाउन सकिन्छ त्यही अनुसार रोटी बनाउँछु गोलो गोलो बनाउनुपर्छ बराबर फेरि यस्तो भयो यहाँबाट एउटा रोटी होइन यस्तो यस्तो गोलोहरू बनाउनुपर्छ 5-10वटा त पिठो पुग्दैन होला लगभग 5वटा जति रोटी 3टा मलाई 2टा लियोलाई भएर 5वटा जति म गोलो बनाउनेछु है त मैले गोला रोटीको लागि बनाइसकेको छु 7वटा बनिरहेछन् 7वटा बनिसके ट्याक्क अब के भन्छ तल गोलो बनाउने त्यो काठको त्यो राखेर यस्तो यस्तो गराएर गोलो सर्कलवाला रोटी बनाएर ग्याम ग्याम अनि अर्को कुरा हाम्रो नेपाल वर्ल्ड कप 2026 को वर्ल्ड कपमा सिलेक्सन भएको छ हिजो क्वालिफाई भएको छ अब हाम्रो नेपाल वर्ल्ड कप खेल्दैछ वर्ल्ड कप इन्डिया र श्रीलङ्कामा हुँदैछ अनि त्यसको खुसियालीमा मैले जर्सी 2 दिनदेखि लगातार लगाइराखेको छु आज चाहिँ लास्ट डे हो यो जर्सीको भोलि फेरि एउटा म्याच छ एउटा म्याचको दिन त्यो लगाउँछु अनि वर्ल्ड कपमा लगाएर अनि गेम हेर्न इन्डिया जान्छु भन्ने मेरो सोच छ लस्य के हुन्छ हैन अब 3 महिना जति छ गेम हुनलाई अरूभन्दा पनि भोक लागिसक्यो अब रोटी मिठो बनाएर खानुपर्छ लियो पनि भगाइरह लियो पनि बाहिर घर सेक्युरिटी गरेर भनेर बाहिर बसिरहेछ रोटी बनाउनलाई चाहिँ यो गोलो यो चाहियो र पिठोहरू त्यो भइरहेछ हल्का यो चक्कुले यस्तो यस्तो गर्नु पर्यो अनि यो चाहियो लोरी पिर्का यो पिर्का यो चाहिँ लोरी भन्छ यसलाई यस्तो यस्तो गरेर रोटी गोलो बनाउने हो लियो आइज यो मसन दाजु भाइ घरमा हेर कहाँ छस् बल्ल छ रोटी बनाउँदैछु यार
यता हेर्दा उतै माथि ल लियो र मसँग ल बाहिर घर हेर है घर हेर कोही मान्छे आउला नि त्यही बस है लियो लियो यहाँ त लियो कहाँ हो यो मैले पिठो चेप्किरहेको रहेछ यो चाहिँ मम्मीले के अरे मकैको रोटी हाल्नु थियो अहिले सब पखाल्यो भने चाहिँ अहिले चेप्किन्छ यो डल्लोलाई अब गोलो बनाउनुपर्छ है त साथीहरू थोरै योमा रोटी चप्केर टिपेर थोरै पिठो राख्नुपर्ने हुन्छ त्यसपछि रोटी बनाउनु पर्ने हुन्छ रोटीले आकार लिँदैछ है रोटी बनिसकेको छ एउटा यस्तै 7वटा बनाउँछु अनि पकाउँछु गोलो रोटी बनिसक्यो यसरी 7वटा डल्लाको रोटी बनाएर पकाएर खानुपर्ने छ है त रोटी बनिरहेछ धमाधम रोटी एकदम मिठो हुनेवाला छ एकदम धेरै मिठो हुनेवाला छ धमाधम बनिरहेको छ रोटीमा के भने चाहिँ मलाई आजभोलि गोलो रोटी खान मन नलाग्ने हिसाबले चाहिँ मैले यस्तो वाला रोटी बनाएको छु रेक्ट्याङ्गल हुन खोजिरहेको छ सर्कल पनि हो जस्तो छ फेरि यो नजानेर बनाएको होइन कि मलाई खान नै यस्तै मन लागेर मैले यो वाला रोटी बनाएर आएको हो त्यो भनेर मैले जानकारी गराउन चाहेँ किनभनेपछि मलाई गोलो खान मन लाग्यो मैले गोलो रोटी बनाउँथेँ मेरो सिप चाहिँ भरिपूर्ण छ होइन तर मलाई आज अलि रेक्ट्याङ्गल सेपको रोटी खान मन लागेको हुनाले यस्तो रोटी बनाइरहेको छु टक्क अब के भन्छ यो कालो तौवा तताइरहेको छु अनि त रोटी पनि ड्याङ बनाइरहेको छु अनि यो कालो तौवा र रोटी ट्याक्क बनाएर सिमीको तरकारी र दुध छ त्योसँग घब्राई रोटी खाने कार्यक्रम छ है त रोटी 2वटा जति मैले सर्कलै बनाएको छु अनि एउटा चाहिँ रेक्ट्याङ्गल बनाएको छु अब 4वटा रोटी बनाउनु पर्ने छ 4वटा मलाई कस्तो मुड चल्छ त्यही अनुसार मैले त्यही अनुसार रोटी बनाउने छु गोलै बनाउनु पर्छ भन्ने छैन मलाई अहिले 3टा बनाउँदा यस्तो मन लागेर छ अब 3-4वटा बनाउँदा कस्तो मन लाग्ने म त्यस्तै रोटी बनाएर खान्छु है यो तौवा हो तौवा चाहिँ तताइरहेको छु मैले ग्यासमा पकाइरहेको छु किनभने यो आगो बाल्न अल्छी लाग्यो मलाई एक्लै छु 2टा रोटी ट्याक्कै मिठो मानेर 2-3टा रोटी बनाएर खाना मलाई ठुलो कुरो भएन मलाई कुनै आइतबार छैन त्यही भएर मिठो रोटी बनाएर खानेछु है त Stay tuned. के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर ल्याएको थिएँ
दुई थोपा आँसु ल्याएको थिएँ, दुई थोपा आँसु छल्कियो पोखेर, छल्कियो पोखेर. I'll be right back within a minute. Let's go to the commercial break. हजुर रोटी चाहिँ फुल्ली पकाउँछु. लगभग यो रोटी पाकिसक्यो. अब यसलाई चाहिँ सेक्नु पर्ने हुन्छ है त. मेरो फेभरेट रोटी रेक्ट्याङ्गल सेपको रोटी चाहिँ पाकिसक्यो. अब यसलाई खानुपर्ने हुन्छ. म पछि खान्छु है.